आज हामी एक्सेलमा एटेन्डेन्स सिट बनाउन जाँदैछौँ। सुरुमा हजुरहरूले यस्तै फर्मेट बनाउनु होला अनि त्यसपछि सुरुमा टोटल रेट्स निकाल्नको लागि इक्वल टु COUNT काउन्टा ब्राकेट ओपन, त्यसपछि यसलाई सिलेक्ट गर्ने, सिलेक्ट गरिसकेपछि इन्टर गरिदिनुस्। त्यस्तै टोटल प्रेजेन्ट कति छन् प्रेजेन्ट निकाल्न पर्यो भने इक्वल टु COUNT IF काउन्ट इफ ब्राकेट ओपन र यो रेन्जलाई सिलेक्ट गर्ने, सिलेक्ट गरिसकेपछि कमा दिने अनि प्रेजेन्ट निकाल्नको लागि डबल इन्भर्टेड कमा भित्र P लेख्ने अनि ब्राकेट क्लोज गरेर ओके गरिदिनु भयो भने इन्टर गरिदिनु भयो भने हजुरको टोटल प्रेजेन्ट निकाल्छ। त्यस्तै टोटल एब्सेन्ट निकाल्नको लागि इक्वल टु COUNT IF इक्वल टु COUNT IF काउन्ट इफ ब्राकेट ओपन अनि यसलाई सिलेक्ट गर्ने, सिलेक्ट गरिसकेपछि कमा डबल इन्भर्टेड कमा भित्र A लेखेर ब्राकेट क्लोज गरेर इन्टर गरिदिनु भयो भने टोटल एब्सेन्ट निकाल्छ। त्यस्तै कति दिन लिभ भयो भनेर लिभ निकाल्न पर्यो भने इक्वल टु COUNT IF काउन्ट इफ ब्राकेट ओपन लाई सिलेक्ट गर्छौँ, सिलेक्ट गरिसकेपछि कमा डबल इन्भर्टेड कमा भित्र L लेख्छौँ अनि ब्राकेट क्लोज गरेर इन्टर गऱ्यौँ भने हाम्रो यसरी एटेन्डेन्स सिट बनाउन सक्छौँ। यदि भिडियो मन परेमा राम्रो लागेमा हाम्रो भिडियोलाई लाइक, सब्स्क्राइब र सेयर गर्न नबिर्सिनु होला।